हामी काँक्री बिहारको विशेष मन्दिरमा आइसकेका छौँ। यो चाहिँ प्राचीन कालमा यो ढुङ्गाले बनेको राजाहरूले बनाएको मन्दिरहरू रहेछ। यति राम्रो बनाउनु भएको छ। यहाँ हेर्दाखेरि यति राम्रो छ कि कसरी बनाउनु होला यति मेहनत गरेर भन्ने चाहिँ लागिरहेछ मलाई। कस्तो राम्रो छ यो मन्दिर, ढुङ्गाले बनेको हेर्नु त। मन्दिर कुदेर साथीहरु यो दाङ सुर्खेतमा पर्छ। सुर्खेतमा केटकेटे जाति यति नाउर रहेछ। ढुङ्गाले बनेको मा आइए त गर भाइ जात्रै नाउर रहेछ। हेर्रे अब हिँडिन्छ यहाँ त हेर्नु त रमलगारी यहाँ भएका टाटा पनि यही रहेछन् केटकेटी हो। जहाँ गयो त्यही नाउर देखिने, जहाँ गयो त्यही नाउर देखिने। सबैजनाले मोय गरिदिनु होला। घर बसेर हेर्नुभएका सबैजनाले हेर्न सक्नुहुन्छ। यहाँ आउन नसक्नु भएकोले नभ्याउनु भएकोले यहाँ कस्तो छ भनेर हेर्नको लागि त भित्र फोटो मात्रै छन्। भित्र हामी भिडियो लिन नपाउने भएर लिएको छैनौँ। भिडियो र फोटो खिच्न नपाउने भएर हामी यहीँ बाहिरबाट भिडियो लिँदैछौँ, फोटो खिच्दैछौँ। रमाइलो छ गाइस। पानी पर्न आँटेको छ, बादल लागेको छ, धेरै रमाइलो छ। टाटा त कति हो कति टाटा खाम भएको छ साथीहरू, तर माथि चढ्न मिल्दैन। धेरै रमाइलो छ। सबैजना हेर्न आउनु होला, घुम्न आउनु होला। रमाइलो छ। फोटो भनेपछि झक्कास आउँछन्। यता खिच्दै हुनुहुन्छ मेरो बोयफ्रेन्ड हतारमा हुनुहुन्छ। कता जाँदै हुनुहुन्छ? कसको फोटो खिच्दै हो? यहाँ हेर्दै हुनुहुन्छ अरे। धेरै बिजी हुनुहुन्छ। रमाइलो छ भाइ केटकेटी। यस्तै छ। सबैजना घुम्न आउनु होला। यता हेर्नु त। हेलो कस्तो लागिरहेछ त अनि हजुर गीता भण्डारीजीलाई? धेरै रमाइलो रहेछ भाइ केटकेटी। फेरि पनि आउँछु घुम्न। अब आउँछु अर्कोचोटि त कहिले अब त्यही पनि रमाइलो लागिरहेको छ। एकदमै सुनसान छ। अब जान लागेको साथीहरू। ल हामी चाहिँ काँक्री बिहारको मन्दिर हजुरलाई देखाइसक्यो के अरे। अब चाहिँ हामी फेरि यहाँदेखि बुलबुले तालतिर जाँदैछौँ। काँक्री बिहार भनेको यही हो साथीहरू। काँक्री बिहार मन्दिर। यो काँक्री बिहार त म त पहिला इन्डिया मात्रै सुन्थेँ काँक्री बिहार। यहाँ नेपाल सुर्खेतमा पनि रहेछ काँक्री बिहार। हेर्दै गर्नु होला सबैजनाले। भिडियोलाई माया गरिदिनु होला। थ्याङ्क यू सो मच गाइस। थ्याङ्क यू।